कुकुरको छाउराहरू कता गयो त्यसको यो खोइ कहाँ छ त्यसको खाने भाँडा अब कुकुरलाई दिनुपर्छ अब कहाँ छ अब बच्चाहरू खुर्र कुद्दै आउँछ है त्यहाँ राख भुइँमा राख बस टुङ लाग्यो अर्को कालो चाहिँ खै ऊ आउँदैछ उताबाट कुद्दैछ छोडिदिनु पर्ने छ अगिच यो कुकुरको छाउराले चाहिँ 12वटा कुखुराको चल्ला दबाई दिइसकेको छ यिनीहरूलाई अब मलाई छुटिसकेको छ यिनीहरूलाई कहाँ लगेर छोडिदिनु पर्ने छ मार्नु पनि माया लाग्छ अब भात खाइसकेपछि म यसलाई कहाँ छोडिदिन्छु सबैले पालस सृष्टि यो 2टा छाउरी कुकुरलाई पक्रे म पर खोला पारी पुऱ्याइदिन्छु झोलामा हाल्दे अस्ति पनि छोडेको फर्केर आएछ अति गरौँ अब अनि अर्को पनि निकालेको छ 10वटा थियो एउटा भुइँमा झरेर खाइदिए जस्तो छ अर्को पनि निकालेको छ चल्ला अति गर्छ अनि के गर्नु यो कालोलाई पनि कुन चाहिँले लान्छु भन्दै थियो त्यसलाई पुऱ्याइदिनु पर्ने छ हाम्रो हवेली हाम्रो मकान हाम्रो कुकुरो हाम्रो कुखुरा र कुकुरहरू यसको माउ कता गएको नि यतापट्टि चाहिँ छ हाम्रा गोरुहरू गोरु सेरेहरू यतापट्टि मुन्टे छ उतापट्टि गरेको उता यता आउँछ माछाला तेरीमा लट तिमीलाई मैले बाहिर पगालाउनु पर्ने छ हाम्रो सुँगुर जान यो आमा यो छोरी चारो नखाएर यस्तो गरिरहेछ फोरी 1 नम्बरको फोरी हवेली हाम्रा छिमेकीहरू तामाङ खलक उतापट्टि राई खलक उतापट्टि जोगी खलक उतापट्टि राई खलक यतापट्टि योभन्दा पछाडि के भन्छ भुजेल खलक गोरु खलक उता अगाडि चाहिँ लिम्बू खलक त्यो कुकुर पक्री कता गइसकेछ